एकैछिन यो दाजुको कमेन्ट पढ्नु है। उहाँ दाजुले भन्नुभएको छ, सबैभन्दा पहिले दलितको अर्थ बुझेर आएछ कामी भाइ भनेर भन्नुभएको छ है। म दाजुकै कुरालाई फेरि दोहोऱ्याएर के भन्न चाहन्छु भन्दाखेरि मैले उहाँलाई 2007 सालको संविधान स्मरण गराउन चाहन्छु है। राजा महेन्द्रले ऐन लागू गरेर कानुन बनाएको संविधानलाई म स्मरण गराउन चाहन्छु। 2007 सालको संविधानमा दलित शब्द भन्ने मैले कहीँ पनि पाउँदैन, अथवा त्यसमा जातीय छुवाछुत र भेदभाव गरेको खण्डमा दण्डनीय अपराध मानिन्थ्यो 2007 सालको संविधानमा। र अहिले के बनाइदियो, हामी सार्की दमाई कामीलाई हाम्रो पहिचान हटाएर, हाम्रो मान सम्मान स्वाभिमान, हाम्रो पहिचान सार्की दमाई कामीलाई हटाएर दलित शब्द भिराइदियो है तपाईँको यो लोकतान्त्रिक गणतन्त्रको संविधानले। र यसमा कतिको आपत्तिजनक छ भन्दाखेरि हाम्रो पहिचान हटाइदियो, हाम्रो पहिचान मेटाइदियो, हाम्रो स्वाभिमान मेटाइदियो हामी सार्की दमाई कामीको। र त्यसमा दलित शब्द आफैमा एउटा आपत्तिजनक शब्द भिराइदियो। यसले गर्दाखेरि सार्की दमाई कामी र दलित शब्दमा कतिको फरक छ भन्ने कुरा यसैबाट पाइन्छ क्या। र अर्थ बुझाउनलाई दलित शब्दमा आफै आपत्तिजनक र आफै घृणित शब्द छ। कुरा बुझ्नुभयो? किनभने हामी सार्की दमाई कामी थियौँ, हाम्रो सार्की दमाई कामी आफ्नो उसलाई हाम्रो मान सम्मान स्वाभिमान अथवा हाम्रो पहिचानलाई मेटाएर